नमस्ते। कान्छी सिरियल भने अहिले भाग 253 मा पुगिसकेको छ। कान्छीले भने अहिले निकै खुसी भइरहेकी छिन् कान्छी, किनभने उनले सागरलाई भेटाएर ल्याइसकेकी छिन्। आहाना र कान्छो भने पानी लिन गएका छन्। आहानाले भन्छिन्, म त मामा अहिले बिहे गर्दिन, म ठुलो भएर मान्छे बनेर मात्र बिहे गर्छु भनेकी छिन्। तर कान्छोले भने मैले त बिहे गर्छु अब भनेका छन्। तर भने पानी लिएर फर्किरहेका थिए आहाना र कान्छा। तर आहानाले भनिन्, मामा एकैछिन बसौँ भने। तर बस्ने बित्तिकै भने आहानाको माइजूले फोन गर्छिन् कान्छोलाई के भन्छिन् भन्दा, आफ्नी गर्लफ्रेन्डले मलाई अन्तिम पटक मेरो भोइस सुन्दै हुनुहुन्छ। तपाईले हतार गर्नुभयो। मेरो घरमा ठुलो झगडा भइरहेको छ। मेरो बाबाले अर्कैसँग बिहे गर्दिन लाग्नुभयो, तपाईहरू नआएको भएको हुनाले भनेर भन्छिन्। तर कान्छोले भने, यस्तो नगर, तिमीले त अर्काको भुँडी बोक्दा त मेरो हो भनेर मैले त्यत्रो छुटाएर ल्याइसक्यो भने तिमी अहिले किन यस्तो कदम उठाउँदैछौ भने। तर कान्छीको भाइले भने त्यो भनेका छन्। तर उनकी गर्लफ्रेन्डले भने कि मानेकी छैनिन्। मेरो भोइस अन्तिम पटक सुन्दै हुनुहुन्छ तपाईले, अब म झुन्डिएर मर्छु भनेर उनी म झुन्डिन लागिसकेँ भनेकी छिन्। तर कान्छोले भने, तिमी त्यहीँ बस, एक पाइला यताउति कदम नचाल, तिमी जहाँ उभिएकी छौ त्यहीँ उभियो। म घर गएर पानीको भारी बिसाएर मैले दाइ र बाबालाई लिएर आउँछु भनेका छन्। तर कान्छी भने उता झगडापट्टि लागिरहेकी छिन्। कान्छीले भने आफ्नो श्रीमान र देवरलाई चाहिँ केही टाढा पर लगेर सोधिरहेकी छिन्, हामी घर जाने हो कि कहिले जाने हो भनेर। सागरले भन्छन्, हामी घर जानुपर्छ भनेका छन्। तर कान्छीले भने हामी घर जाने होइन, एकैछिन त यहीँ बसौँ भनेकी छिन्। तर कान्छीको बुढाले भने मानेका छैनन्। तर कान्छीको देवरले भने, हामी घर गएर के गर्नु दाइ, जुन कुरा भइसक्यो। तपाईलाई अन्तिम सास रहन्जेल। तर आमा भन्ने जस्तै पनि पापिनी रहेछिन्, आमा भन्ने लायककी रहनेछिन् भनेर उनले भने। जब आमालाई के भयो भन्छन् सागरले। तर कान्छाले भन्छन्, मेरी आमाले तपाईलाई यो सबै षड्यन्त्र गरेको, हाम्री आमाले तर आमा भन्ने जस्तै पनि छैनन् भन्छन्। तर सागर भने अति नै रोइरहेका छन्। अब के साँच्चीकै सागरले आफ्नी आमालाई अब जेलबाट निकाल्छन् या निकाल्दैनन् भन्ने कमेन्ट बक्समा लेखिदिनु होला। र उता भने कान्छीकी भाइको गर्लफ्रेन्ड भने उता झुन्डिरहेकी अवस्थामा छिन्। अब भने कि कान्छाले त्यो आफ्नो गर्लफ्रेन्डलाई भेट्न सक्छन् वा सक्दैनन्, कमेन्ट बक्समा लेखिदिनु होला।